हेलो नमस्ते नमस्कार सम्पूर्ण साथीहरुमा आज हामी छ केराबारीमा आएका छौं हैन केराबारी भन्छ अनि यो त पुरा काँचो मात्र छ पाकेको केरा अनि यहाँ केराबारीमा पुग्न थाल्ने हेर्नु साथीहरु अनि केरा खान्छु भनेर धेरै टाढाबाट आएका छौं आज हामी यता ए केराबारीमा फस्यो चोर केराबारीमा फस्यो चोर ओए एरे छोरे छोरे यसो केराबारीमा हैन हेर्नुस् यो पुरा छ केराको बारी यो त काँचो मात्र छ यार पाकेको त अहिलेसम्म भेटाएको छैन यो हेर्नुहोस् त प्याज पुरा प्याज हुन्छ यहाँ त हरियो यो हरियो धन्ने छ हैन ल हेर चुप 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 के गर्ने रे त्यो प्याजले त्यही हाम्रो घाँस टुसेम घाँस लिएर लगेको छ यार घाँस जस्तै हेर त हो दुई पूजा भन्दै हेर्नु त यहाँ केला खाँदै जानु केराको बारीमा आएर अब चाहिँ पुगिसक्यो है यसलाई खानु पर्यो यो नि त पाकेको केरा ल है पुरा छ केराको भाइ त पुरा खत्तमै खत्तम छ हेर्नु त अह क्या रमाइलो छ यार ठाउँ यदि हजुरहरूले भिडियो सुटिङ गर्नुहुन्छ भने यहाँ आउनु होला है ल आज यति नै गरौँ है एक कट्टा भरिसक्यौँ यता भने छ कति छन् भयो यति नै गरौँ अब खाइसकिनेको हो लिइसकिनेको हो त्यो पुरा कट्टा भरिसक्यो यार अब के ल पुरा एक थैली भइसक्यो केला चाहिँ एउटा थैली चाहिँ भरियो अब चाहिँ अब जाउँ त है अब धेरै छ केला खाइसक्ने होइन तर कति छन् त कति छैन अब लिइसक्ने पनि होइन बाई बाई केराबारीको बाई बाई ल साथीहरु रमा पनि पुगिसक्यो हैन केराको बारी फास्टै थगाएर के ल है आहा थागेर खतम छ यार केराको बारी ल आउनु आउनु ए बुढी यता आन्टी यता आउनु केला ल्याउनु केला ल घरमा पुगेर प्याजको र धनियाँको केलाको भाग हालिरहेका छन् है नि अनि हाम्रा भाउजू त हेर्नु